नमस्कार अल्पाइन पब्लिक क्विजमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म हो राजेन्द्र सिंह र यति बेला बारा जिल्लाको सिमरामा म यो क्विज गेम खेलिरहेको छु र सिमरा पार्कमा रहनुभएका स्थानीयसँग घुमघाम गर्न आउनुभएका यहाँ पर्यटकसँग म छलफल गर्दैछु, कुराकानी गर्दैछु। एकपटक आफ्नो नाम भन्नुहोस् न। नमस्ते। नमस्ते, मेरो नाम ओम प्रकाश कर्ण हो। हजुर। मेरो घर कलैया पर्छ। कलैया। यता घुमघामको लागि आएको हो। हजुर। अच्छा, यो सिमरा पार्क चाहिँ यहाँलाई कस्तो लाग्यो? धेरै राम्रो, हजुर। अति नै राम्रो। हजुर। आइरहनुहुन्छ यहाँ? रेगुलर नै आउँछ हामी, शनिबारको शनिबार। प्रत्येक पटक आउँदाखेरि केही परिवर्तन महसुस गर्नुहुन्छ? सरसफाइहरू राम्रो हुँदै गएको छ, यही हो। हजुर। यो आन्तरिक पर्यटकको लागि पनि राम्रो ठाउँ हो। धेरै राम्रो ठाउँ। हजुर। अच्छा सर, म एउटा गेम खेल्छु हजुरसँग। जवाब दिनुभयो भने हामीले गिफ्ट लिएर आएको छौँ, त्यो गिफ्ट पनि बाँड्छौँ। काठमाडौँ घुम्न जानुहुन्छ? त्यहाँ एउटा पशुपतिनाथको मन्दिर छ। अब त्यो पशुपतिनाथलाई हाम्रो आराध्य देव भनेर कसले घोषणा गरेका थिए? त्यो मान्यता कसले दिएका थिए? नेपालको कुन राजाले दिएका थिए? राजा महेन्द्रले। राजा महेन्द्र। सायद गेस गर्नुभएको। हजुर, राजा महेन्द्र। यहाँले जवाब दिनुभएको छ राजा महेन्द्र र मिलेको छैन। अरू क्यामेरामा मनोज दाइले टाउको हलाइरहनु भएको छ, मिलेको छैन, केही छैन। सहभागी भइदिनु भयो, अत्यन्त खुसी लाग्यो सर। अन्तिममा के भन्न चाहनुहुन्छ? अब यही हो कि आन्तरिक पर्यटन राम्रो हो, यहाँ सरसफाइ अझ राम्रो होस्, पर्यटकहरू राम्रो हुन्छ। हजुर, थ्याङ्क यू सो मच। धन्यवाद। र सिमरा पार्कमा हामी भेटिएका यहाँका सर्वसाधारण आन्तरिक पर्यटकसँग कुराकानी गर्दैछौँ र क्विज गेम पनि खेल्दैछौँ। अल्पाइन माध्यमिक विद्यालयले प्रायोजन गरेको, स्पोन्सर गरेको यो क्विज हामी सिमरामा खेलिरहेका छौँ। धन्यवाद।